हेलो साथीहरू नमस्कार। मेरो अर्को भिडियोमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामी सेलरोटी बनाएर खाने प्लान गरेका छौं। सुरुमा चाहिँ मैले अलिकति चामल भिजाएँ। चामल भिजाएपछि अलिकति मेथी पनि हाल्दिएँ। त्यसपछि राम्ररी घोलेर भिज्न दिएँ। मैले चाहिँ लगभग 4 देखि 5 घण्टासम्म चामललाई भिज्न दिएँ। त्यसपछि यतिको भयो। त्यसपछि मैले निकालेर यहाँ तार्नेमा मैले तार्दै छु। त्यसपछि राम्ररी तारिसकेपछि चाहिँ म यसलाई पिस्ने छु। अब चाहिँ म चामललाई पिस्दै छु। बाबु पापाले बोलाउँदैन। हेलो गाडे। हेलो गाडे न। मैले चाहिँ पिठो बनाइसकेको छु। अलिकति लङ सुकुमेल अनि अलिकति नरिवल पनि मैले चाहिँ पिठोमा हाल्नको लागि मिक्सरमा लाएर पिस्दै छु। सबै मसलाहरू पनि मैले पिसिसकेँ। सबै मसलाहरू मैले पिठोमा एड गरेँ। मैले चाहिँ हाम्रो गाउँघरमा पाइने चिप्लेलाई पनि पिठोमा एड गर्दैछु। यो चाहिँ चिप्ले हो। अलिकति चिनीलाई पनि मैले पिठोमा एड गरेँ। थोरै दुध पनि हालेँ। त्यसपछि अलिकति घिउ पनि हालेँ। त्यसपछि पानी हालेर पिठोलाई मजाले घोल्ने र म घोल्दै छु। पिठो मजाले घोलेर रेडी भइसकेको छ। अब यो चाहिँ बनाउनलाई रेडी भयो। यहाँ चाहिँ रोटीसँग खानको लागि अचार रेडी हुँदैछ। आलु अनि चना मटरको अचार रेडी भइसकेको छ। तेल हाले एक पोका तेल। म ट्राई गर्छु ल बाबा। ल ट्राई चाहिँ यसरी गरिन्छ है। अब चाहिँ म सेलरोटी बनाउन थालेँ। मलाई चाहिँ सेलरोटी बनाउन खासै त आउँदैन, तर रहर लागेर आज बिदाको दिन भएकोले गर्दा केटाकेटीसँग अनि परिवार बसेर सेलरोटी खाने भनेर म चाहिँ सेलरोटी बनाउँदै छु। सेलरोटी बनाउन त्यति धेरै राम्रो त आउँदैन, तर पनि मलाई सेलरोटी बनाउन चाहिँ एकदमै रहर लाग्छ। आज त झन् बिदा भएकोले एकदमै रमाइलो पनि भइरहेको छ। अब चाहिँ लगभग मैले सेलरोटी बनाएर सक्न लागेँ। मेरो सेलरोटी चाहिँ यतिको भएको छ है। अब चाहिँ मैले सबै खानेकुराहरू रेडी गरिसकेँ र अब हामी चाहिँ खानालाई तयारी हुँदैछौँ। डिउ छ अनि फलफुलहरू, सेलरोटी, अचार
अनि हामी चाहिँ अब सँगै बसेर सबैजना खानेछौँ। अनि आज चाहिँ हाम्रो ड्याडी पनि स्कुलको कामले चढ्नु भएको थियो अनि यहाँ एकछिन आउनुभएको थियो र हामीसँगै खाँदै हुनुहुन्छ ड्याडीले पनि। अनि हामी चाहिँ परिवार बसेर खाँदैछौँ। छोरी पनि खुसी हुँदैछ। म पनि आफै बनाएर आफै बनाएको सेलरोटी खाँदै हाँस्दैछु। अनि एकदमै रमाइलो भइरहेछ है आज चाहिँ। अनि हाम्रो खानेकुराहरू चाहिँ यति बनाएको थिएँ। अनि हामी बसेर खाँदैछौँ। यसै भनेको आज यही हो भन्नु। पकाएर न एकछिन पकाएर अचार पनि खान्छु। बिरो रहेछ पिरो छ नि एकदम टेस्टी। ल देखिन्छ छोरी भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद र हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट र सब्सक्राइब गर्न पनि नभुल्नुहोला। सी यू इन नेक्स्ट भिडियो। बाई बाई।